होइन त्यो बुढाबुढीको त राम्रो हुन्छ भजन आउनु न भजन भजन त उ त भाउजू जति जान्नुहुन्छ केही जान्दैन आमा खाना आउँदै हुनुहुन्छ भातै नखानु भन्ने त आमालाई हो त के अरे भजनमा के हुन्छ नि गर्दै जाने तर दाइला सानो भयो होइन मादल सानो भयो कि दाइला
होइन यो दाइलाई मादल सानो भएर हो सानो हो। दाइ पर्फेक्ट आउँछ त्यो हातको तालले थाहा हुन्छ नि बजाउने मान्छे हाम्रो हातै कहाँ बस्छ कता कता जान्छ सानै थिए अर्का घर जान्छ एकदम मिठो बनाउँछु नि मादल किनेर ल्याइदिएको अर्का घर जान्छ एकदम मिठो भएछ नि त ताल फर्काउन सिकाउनु लागेको त मैले छिटो गरेको फेरि मैले मादललाई अब हेटुडा मादल किन्दैन पर्ने हेटुडा ल्याकिन 12 सालमा यत्रो मादल यस्तो बद्ने यत्रो मादल यस्तो बन्द मादल ताली बजाए नि खाएको पच्छ सरी अब सबै जान पर्यो एउटा मादल लिएर भान्जा खाएर ओहो, ल।